गुरु ओम आदेश। ओम आदेश आदेश। उहाँ हुनुहुन्छ घोराई उपमहानगरपालिका वार्ड नम्बर 14 लखन पार्क निवासी गोविन्दराज श्रेष्ठज्यू। उहाँ चित्रकार योगी प्रभातनाथजीका शिष्य हुनुहुन्छ। विगत लामो समयदेखि चित्रकारिता एवं सङ्गीतको विषयमा अत्यन्त अब्बल राख्ने दाङका ख्यातिप्राप्त सङ्गीतकार हुनुहुन्छ, कलाकार हुनुहुन्छ। उहाँ आध्यात्मिक क्षेत्रमा विभिन्न सङ्घ संस्थाहरूसँग जोडिनु भएको छ। चौगेरामा अवस्थित सिद्धरत्ननाथ मठमा योगी प्रभातनाथजीसँग लामो समयदेखि उहाँकै सानिध्यमा उहाँकै गुरुमा दीक्षान्त लिएर उहाँले यात्रा आजसम्म यहाँसम्म आइपुग्नु भएको छ। हामी उहाँलाई स्वागत गर्न चाहन्छौँ। गोविन्दराज श्रेष्ठ गुरुलाई हामी यस देश दर्शनमा स्वागत गर्न चाहन्छौँ। धन्यवाद। गुरुले आफ्नो परिचय हाम्रो माझमा राखिदिनको लागि म हार्दिक मेरो नाम गोविन्दराज श्रेष्ठ हो। म यो सङ्गीत र कलामा उमेर 5 वर्षदेखि नै यसमा लागेको हुँ। मेरो उमेर अहिले 80मा लागेको छु। मलाई सङ्गीत र कला र साहित्य तिनै कुरोमा असाध्यै मनपर्छ। मेरो यो हबी पनि हो। र आजकलका जो ज्येष्ठ नागरिकहरू छन्, वृद्ध अवस्थामा छन्, त्यो कतिपयलाई पनि सबैलाई त्यो भगवान्ले कसैलाई दिनुभएको छ उपहार, कसैलाई दिनुभएको छैन। बाँड्ने कुरामा भगवानबाट जे प्राप्त हुन्छ त्यसमा सन्तुष्ट भएर हामी चाहिँ नै काम गर्नुपर्दछ। र उहाँबाट भगवानबाट प्राप्त भएको उपहार, म त त्यस्तो कुनै खास सङ्गीतकार त छैन, तर अरूहरूले भन्छन्, गुरु भन्छन्, के भन्छन् होइन, तर मैले आफूलाई त्यस्तो सम्झिँदैन। म पनि सङ्गीत सिक्दैछु, म पनि आर्ट सिक्दैछु, म पनि सङ्गीतको विद्यार्थी हुँ, म पनि आर्टको विद्यार्थी हुँ। मैले आफूलाई विद्यार्थी नै सम्झिन्छु। त्यस कारणले अब सबभन्दा पहिले म यहाँहरूको समक्ष वेद पाठबाट सुरु गर्दछु। वेद गायत्री सुरु गरेर त्यसपछि गुरुजीको बारेमा मेरो परम पूजनीय प्रातः स्मरणीय श्रद्धेय गुरु प्रभातनाथ, चित्रकार गुरु प्रभातनाथजी अहिले पनि सम्झिन्छु। र किनभने गुरु बिना ज्ञान हुँदैन, बिना गुरुको ज्ञान प्राप्त गर्न असम्भव छ। त्यस कारणले प्रत्येक, जस्तो दत्तात्रेय महाराजको 32 गुरु थिए। साँपबाट के सिक्नुभयो, बिच्छीबाट के सिक्नुभयो, मौरीबाट के सिक्नुभयो, त्यस्तै गुरु बिना हामीले कुनै ज्ञान प्राप्त गर्न असम्भव छ।
नारायणाय विद्महे वासुदेवाय धीमहि तन्नो विष्णु प्रचोदयात् महादेव्यै च विद्महे विष्णुपत्नी च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् वज्रनखाय विद्महे तीक्ष्णवक्रष्टाय धीमहि तन्नो नारदिगं प्रचोदयात् भास्कराय विद्महे महध्वजिकराय धीमहि तन्नो आदित्यः प्रचोदयात् तत्पुरुषाय विद्महे वक्रतुण्डाय धीमहि तन्नो दन्ते प्रचोदयात् ॐ ह्रीं श्रीं गोरक्षनाथाय विद्महे शून्यपुत्राय धीमहि तन्नो गोरक्षनिरञ्जनः प्रचोदयात् ॐ गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुर्साक्षात् परं ब्रह्म तस्मै श्रीगुरुवे नमः ॐ शान्ति शान्तिः नमस्कार। अब गुरुले गुरु हाँ, योगी प्रभातनाथजीसँग बाल्यकालमा बिताएका पलहरू योगी नरेन्द्रनाथजीले योगी प्रभातनाथजीले नरेन्द्रनाथजीसँगको सत्सङ्गबाट प्राप्त गरेका ज्ञानका कुराहरू र उहाँका मार्गदर्शनका विषयमा पनि केही कुराहरू राखिदिनु अनुरोध गर्दछु। नरहरिनाथ योगी लागि मैले के भन्छु, असिधिगिरम स्यात् कज्जलम सिन्धु पात्रे सुरुतरोर शाखा लेखनी पत्र मुर्वी लिखिति यदि गृहीत्वा शारदा सर्वकालम तदपि गुणानाम सम्पारम नियाति। तपाईहरुले राष्ट्रगुरु भन्नुहुन्छ, म त विश्वगुरु भन्छु। उहाँ कुनै यस्तो चिज छैन जुन विद्यामा पनि पुग्नुहुन्न। उहाँसँग म सत्सङ्गमा बस्दाखेरि आत्मा खलु विश्वमूलम भन्नुभयो उहाँले मलाई। विश्वको मूल नै आत्मा हो, जराले समाज दिनुभयो उहाँले। हो गुरु, आत्मा खलु विश्वमूलम। उहाँबाट मैले प्राप्त गरेको यो हो कि जतिसुकै दुख परे पनि, जतिसुकै चिन्ता गरे पनि, कुनै पनि चिन्ता गर्नुभयो, मलाई थाहा छ तिमी को हौ, तिमी लायक छौ, गोविन्द हो तिम्रो नाम, उहिले भेट भएको थियो, अहिले पनि भेट भएको छ, र हिँड जाउँ, मेरो काम छ त्यहाँ भालुबाङमा एउटा शिलालेख के पात्रहरू छ, त्यहाँ मैले सुनेको छु, जाम भनेर भन्नुभयो गुरुजीले। त उहाँसँग कम्बल मैले लिएँ, एउटा कम्बल लिएँ, हात उहाँसँग हिँडेँ। पैदल उहाँसँग हिँड्न सकिन्न, मलाई थाहा छ। उहाँ उति टाढा, म पछाडि पछाडि, गुरुजी अगाडि अगाडि, कति अगाडि कति अगाडि, अब स्वाई स्वाई हिँड्नुहुन्थ्यो, पुरा हावा जस्तो, यस्तो हिँडाइ थियो उहाँ, सकिन्थेन, उहाँसँग हिँड्न सकिन्न। त उहाँ भालुबाङ पुगिसकेपछि 1 घन्टापछि म भालुबाङ पुगेँ। भालुबाङमा उहाँले छैन एउटा मलाई एउटा घाँस देखाउनु भयो, पहेँलो पहेँलो खालको थियो। ल हेर, यो चिन्यौ? नै गुरु, मैले चिनेन, हात जोड। हेर, यो घाँस खाएपछि 1 महिनासम्म तिमीलाई भोग लाग्दैन। अब त्यो घाँस मैले थोरै जेबमा राखेँ, त्यो पछि कता गयो कता घाँस एउटा मात्रै थियो क्या, जेबमा राखेको थाहा भएन। पछि घर आएर फर्किँदाखेरि त्यो मैले घाँस भेटिनँ। त यस्ता यस्ता कुरा कैयौँहरू घटना छन्। एकपटक म नेपालगञ्ज जानला थिएँ, नेपालगञ्जमा उहाँबाट चाहिँ टरी गाउँ एयरपोर्टमा उत्रिनु भयो गुरुजी, आदेश भने त्यहाँबाट भेट गरेर कहाँ जान लागेको, म त यही प्लेनमा नेपालगञ्ज जानला छु। होइन, टिकट क्यान्सल गर, काम छ भन्नुभयो। अब उहाँको आज्ञा शिरोधार क्यान्सल, टिकट क्यान्सल गरेँ मैले। यहाँ अहिले अञ्चलाधीशको छ, अञ्चलाधीश छ, यहाँ चन्द्रमान थकाली होइन, छ जाम बस। अब उहाँको के सुर छ, त्यो
तुलसीपुरमा त्रिसिद्धेश्वरको स्थान मैले चन्द्रमा अञ्चलाधीशसँग कुरा गरेको छु, त्यो स्वामीजीलाई दिलाउनु छ जाम भनेर भन्नुभयो के अरे। त स्वामीजीलाई लिएर हामी 3 जना, स्वामीजी, अद्वैतानन्द स्वामी जो मूर्तिकार हुनुहुन्थ्यो, तपाईँले चित्रकार प्रभातनाथजी क्या साथै साथी उहाँ पनि मूर्ति बनाउनुहुन्थ्यो, स्वामीजी हुनुहुन्थ्यो, कलकत्ताको मान्छे बडा खुब रमाइलो मान्छे हुनुहुन्थ्यो उहाँ। आहा कस्ता कस्ता सन्तहरू छ। त्यहाँ पछि गएपछि अञ्चलाधीश कहाँ, अञ्चलाधीश उभ्यो गुरुजी नभए के कामले पाल्नु गुरुजी, यस्तो यस्तो काम छ, त्यो त्रिसिद्धेश्वरको स्थान चाहिँ कराउनु पर्यो भनेर उहाँले चाहिँ अञ्चलाधीशलाई भनेर नरनारायण योगीले भन्ने बित्तिकै बस काट्यो वचन तुरुन्त मालपुत कार्यालयको हाकिमलाई बोलाउनु पठाउनु भयो। सब त्यहाँ आएर फटाफट त्यो काम नापजात भइकन त्रिसिद्धेश्वर नामले जग्गा बाकायदा लाल पूर्जा सहित एकै दिन सब काम, एकछिन पनि लागेन। ल हेर्नुहोस् कस्तो प्रभाव थियो योगीजी। त्यहाँबाट पछि त्यो गएपछि मैले पनि क्यान्सल गरेँ। तब उहाँले के भन्नुभयो, हाम्रो चाहिँ स्वामीजीले, अद्वैतानन्द स्वामीजीले, देखिए योगी जी ऐसा करिए आप, मैं यहाँ पर्णकुटी बना देता हूँ, आप यहीं रहिए। कहीं इधर जाते हैं, कभी दिल्ली भाग रहे हैं, कभी कहाँ भाग रहे हैं, कभी कहाँ। वाले पर्णकुटी बनाइदिन्छु, मजाले बस्नु, सब आउँछ, जहाँ चिनी छ त्यहाँ माका पुगिहाल्छ, तपाईँ किन दौडिराख्नु भएको छ भन्नु पनि सही कुरा भन्नुभयो उहाँले। त उहाँले के भन्नुभयो, मेरो आकाश पाताल पृथ्वी सब मेरो लोक, मैले सब ठाउँमा जानुपर्छ, सब लोक मेरै हो भन्नुभयो नरनाथजी। आकाश पाताल पृथ्वी सब मेरै हो। तिमीहरूले पृथ्वी मात्र नसम्झिनु, नाथ सम्प्रदायमा पनि प्रश्न उठेको थियो, गुरुजी त नाथ सम्प्रदायको हुँदैन, नाथमा सम्प्रदायमा केही गरिदिनु पर्यो भन्दाखेरि म नाथ हुन त हुँ, तर हेर म आशीर्वाद दिन्छु, म नाथको मात्रै सम्प्रदायको होइन, म सबैको हुँ भनेर भनिदिनु उहाँले। त्यस कारणले उहाँसँग सम्पर्क हुँदाखेरि उहाँ त के भनौँ, अब हाम्रो नेपालले राम्रोसँग चिनेन उहाँलाई, योगीजीलाई चिनेन। अहिले विदेशमा भइदिए भए, भारतैमा भइदिए भए मूर्तिशिला उहाँको चाहिँ कति नाम हुन्थ्यो, तर हाम्रो नेपालले मूल्याङ्कन गर्न सकेन। मैले सुने, बडा दुःखको कुरो छ, योगीजीको किताबहरूलाई जलाइयो अरे, कुन कुन ठाउँमा के कस्तो कस्तो गरे भन्ने यो यस्तो कि, तर कर्मको फल भोग्नै पर्छ, नभोगी सुख छैन। संस्कृतको पुस्तक जलाए योगीजीले, त्यस्तो मान्छेको चाहिँ जीवन बनाउने विद्वानका कुराहरू, त्यो पुस्तकमा लेखेका मणि जस्ता कुराहरू, सरस्वती बाणी हो त्यो, त्यस्ता सिद्ध कुराहरूलाई चाहिँ अग्निमा जलाउने मान्छे, तिनले कर्मको फल त भोग्नै पर्छ, अवश्य भोग्नु पर्छ। किताब जलाउनेहरू तिनले सरस्वती बुद्धि भ्रष्ट हुन्थ्यो, तिनको पागल हुन्छन् तिनीहरू, त्यस्ता व्यक्तिहरू। त्यस कारणले बडा दुःखद मैले सुने के यस्तो यस्तो भएको छ भन्ने कुरा, तर जलाएर केही योगीजी कहिले पनि जानुहुन्न। हाम्रो मनबाट, प्रत्येक नेपालीहरूको मनबाट हाम्रो गुरुजी कहिले पनि जान सक्नुहुन्न। अब अर्को छ प्रभातनाथजीको बारेमा। प्रभातनाथजी गुरुजीसँग त म 2 वर्ष मन्दिरमा पनि बसेँ र उहाँको सामिप्यमा बसेँ। योगी प्रभातनाथजीसँग हजुरको भेटघाट कहिले भयो र योगी प्रभातनाथजीसँग हजुरले कति समयसम्म साथ गर्नुभयो र के कुराहरू सिक्नुभयो उहाँबाट? 28 सालमा, 2028 सालमा योगीसँग बसेको, 28, 29, 30 अनि उहाँसँग 28 सालमा बसेको, 28, 29, 2-3 वर्ष बसेँ म उहाँसँग सानिध्यमा। र एउटा विशेषता गुरुजीमा यो कुरा थियो, कलर मिक्सिङ जो छ हाम्रो आर्टमा के हुन्छ भनेपछि, कलर मिक्सिङ जस्तो सूर्यको बिहान उदाएको किरणमा पहिले त रातो हुन्छ,
त गर्दा 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 सुरु पहेँलो पहेँलो हुँदा हुँदा सेतो हुन्छ पेन्टमा। त्यो आर्ट उहाँले यसरी गर्नुहुन्थ्यो, जस्तो पहेँलो अलिकति लिने, अलिकति सेतो लिने, अलिकति रातो लिने, त्यो लिएर यति रङ लाग्छ भन्ने उहाँलाई आइडिया कसरी थाहा भयो? त्यो जो कुनै पनि आर्टिस्टले सक्दैन थियो। केही न केही बढी भए पनि चोप्छ पानीमा, फेरि लिन्छ। तर गुरुजीले गर्नुहुन्थेन त्यो काम। गुरुजीले के गर्नु, एकैचोटि लिनुहुन्थ्यो सबै रङ, पहेँलो अलिकति अलिकति एउटै ब्रुसमा लिने, खरखर खर यसै गर्दै जाने। त्यो एकदम विशेष दैवीय गुण थियो। हेर्नुहोस् है, सबैमा हुँदैन, सबै कलाकारमा हुन्न त्यो, चाहे जतिसुकै कलाकार होस्। यति यो आकारको मलाई यो आर्ट बनाउँदा यति रङ सेतो लाग्छ, यति रङ पहेँलो लाग्छ, यति रङ रातो लाग्छ भन्ने कुरा अर्कोचोटि चोक्नुहुन्थेन उहाँले। ल अचम्म छ कि त्यस्तो आर्टिस्ट त यहाँ कोही पनि देख्दैन। तर तिनले के गर्छन्, पहिले पहेँलो गरे, फेरि चोपे, पखाले, अलिकति फेरि लिए, त्यो गर्नुहुन्थेन, एकैचोटि लिनुहुन्थ्यो उहाँले, पहेँलो रातो सेतो बस। त्यो अचम्म कला थियो, त्यो मैले उहाँसँग मैले लिएँ। बहुत अमूल्य चिज हो, कसरी गर्नु पर्दो रहेछ भन्ने। अर्को कुरा, हरेक मन्दिरमा भारतका भयो कहाँ कहाँ थुप्रै ठाउँमा उहाँ मठ मन्दिरमा वाल चित्र, भित्ते चित्रहरू होइन, भगवानका चित्रहरू, आध्यात्मिक चित्रहरू, शिवजीका चित्रहरू, भोलेनाथजीका चित्रहरू, अनि 984 सिद्धका चित्रहरू, अनि योग सम्बन्धी चित्रहरू होइन, यस्ता कुराहरू सब भित्ता भित्तामा धेरै हामीले देख्न पाउँछौँ। गोरखपुरमा थुप्रै छ, हरिद्वारमा थुप्रै छ, बनारसमा त्यस्तै छ गुरुजीले बनाएको प्रभात आर्ट प्रभात आर्ट प्रभात आर्ट। यहाँ त भन्नै परेन। गुरुजी के गर्नुहुन्थ्यो, जाडो महिनामा भारततिर जानुहुन्थ्यो, गर्मी महिनामा यहाँ हुनुहुन्थ्यो। त्यस्तो किसिमको आना जाना उहाँको थियो र जति रङ रोगनहरू किन्न थियो गोरखपुरबाट किन्नुहुन्थ्यो। र अर्को कुरा विशेषता, हुन त त्यो जो मैले भने नि त्यो कला सबैमा हुँदैन, हेर्नु बहुत मुस्किल छ। जस्तोसुकै आर्टिस्ट होस्, एकैचोटि कलर लिएर एकैचोटि बनाउने त मुस्किल छ नि, गाह्रो छ। त्यसकारण त्यो एउटा विचित्र किसिमको उहाँको एउटा दैवीय शक्ति भनौँ, म त दैवीय भन्छु, सरस्वतीकै बास थियो उहाँको। र काल्पनिक चित्रहरू धेरै सिकेँ मैले। ल्यान्डस्केप आर्ट भन्ने एउटा हुन्छ, पर्सपेक्टिभ भ्यू। उहाँले भन्नुहुन्थ्यो, जति टाढा छ हेर बाबु, त्यो टाढा त्यो सानो हुँदै जान्छ, जति नजिक जो छ त्यो ठुलो हुँदै जान्छ। त्यो सिन तैँले यसरी बना भनेर भन्नुहुन्थ्यो मलाई। खोला किनारा बसालिदिनुहुन्थ्यो, जा भनेर खिचेर ल्या त्यो खोलाको फोटो। तैँले सबले क्यामेरा लिएर जान्छन्, तैँले पेन्सिल र चाहिँ इरेजर र ड्राइङ सिट लिएर जा खोलामा भन्नुहुन्थ्यो मलाई। म त्यो पहाडको चित्रहरू बनाउँथेँ, खोलाको रुख बिरुवाहरू। पर्सपेक्टिभ भ्यू भनेको जति टाढा छ त्यो सानो हुन्छ, जो जति नजिक छ त्यो ठुलो हुन्छ। त्यस्तो ल्यान्डस्केप आर्ट भनिन्छ त्यसलाई। त्यो गुरुजीलाई थाहा छ, त्यसमा माहिर हुनुहुन्छ। अर्को पृथ्वी, उहाँ त खास त घर त उहाँको छैन, गुजरात हो। गुजरातबाट चाहिँ पहिले बम्बई आउनु। बम्बईमा पृथ्वीराज कपुरको सिनेमा चलिरहेको थियो, सिनेमामा पर्दा बनाउनुहुन्थ्यो पहिले उहाँले। 3 वर्षसम्म त ती काम गर्नुभयो बम्बईमा गुरुजीले। मलाई भन्नुहुन्थ्यो के, गोप्य कुराहरू कहिलेकाहीँ गुरुजी हामी सुत्ने बेलामा कुरा गर्नुहुन्थ्यो। त मैले पनि एकचोटि, मेरो पनि कपाल लामो लामो, हेर्नुहोस् कपाल पिताम्बर बस्छ, सेतो लुङ्गी लगान्थेँ। त उहाँलाई शङ्का लाग्यो, अब यो पनि जोगी हुन्छ। त मन्त्र दिने बेलामा गुरुजीले दिएको मलाई, यो गुरुजीले दिएको प्रभातनाथजी, यो गौरी शङ्कर गुरु मन्त्र दिने बेलामा यो लगा भन्नु, यो दिनु। र पछि एकचोटि कस्तो भयो भनेपछि मलाई परीक्षा दिन जानु पर्यो।
बिएको आग्रा युनिभर्सिटीमा। आग्रामा जाँदाखेरि उहाँलाई शङ्का पहिले के लागेको थियो भने यो पनि जोगी भइहाल्छ भनेर शङ्का लागेको थियो। तब उहाँले मलाई सुत्ने बेलामा के भन्नुहुन्थ्यो थाहा छ? हेर गोविन्द, हामी त मूर्ख थियौँ, हामी जोगी भयौँ, कानमा कुण्डल लगायौँ, यताउता गऱ्यौँ, हामी त दुःख पायौँ। तैँले त्यो काम नगरेस्। गृहस्थबाट नै हामी जोगीहरू बाँचेका छौँ। गृहस्थ धर्म बहुत ठुलो हो भने यस किसिमले सुत्ने बेलामा राति गुरुजीले मलाई सम्झाउनुहुन्थ्यो, यो पनि जोगी हुन भइहाल्छ भनेर। यस्तो शङ्का भइसक्यो थियो मलाई 100%। मेरो चालडालदेखि अब यो यहीँ कान फडाएर यहीँ बस्छ। र यो कुरा नेपालगञ्जसम्म पुग्यो मेरो घरमा। त्यहाँबाट मान्छे आए, साथीहरू, अरे जाते हेर त चिम्टा गाडेर बसेछ अरे गोविन्दले त, चिम्टा गाडेर चोकेर बसेछ भनेर भनेर यहाँ आयो दुईजना। मलाई देखेँ कपाल सब, यो के हो यो तपाईँसँग यस्तो यस्तो? मैले होइन, म गुरुजी स्थानमा बसेछु। के हो कसले के भन्यो? होइन त हामीले अर्कै सुने, के सुन्नुभयो तपाईँहरू? अनि यस्तो छ, त्यो बेकार हो, त्यो हल्ला मात्रै हो भनेर भने पठाइदिउँ, जानुहोस्। त उहाँ घरमा गएर एउटा पिताम्बर वस्त्र लगाउनु त्यो कपाल त पाल्नु भएको थियो। तर अब त्यो अरू कुरा के थाहा भएन भनेर भन्ने त्यहाँ रिपोर्टरहरू। त्यस्तो कुरा पनि गुरुजीलाई शङ्का थियो, मलाई सम्झाउनुहुन्थ्यो, हेर बाबु, गृहस्थबाट नै सन्त सन्यासीहरू बाँचेका छन्, गृहस्थैवाला छैनन् भनेपछि हामीलाई भिक्षा कसले दिन्छ? त्यो पनि भन्नुभयो फेरि उहाँले। र बच्चाहरूको लागि असाध्य प्यारा गुरुजी। बच्चाहरूको 3-3 घन्टी बस्थ्यो, स्कुल छुट्टी हुन्थ्यो अथवा चाहिँ टिफिनको टाइममा सब गुरुजी गुरुजी भन्दै आउने, त्यहाँ भिड लगाउने। जे छ गुरुजीले, चिनी छ चिनी, स्याउ छ भने स्याउ, जे छ त्यहाँ उहाँले राख्नुहुन्थेन। कसैले केही लिएर गयो, 2-4 किलो केही लिएर गयो, त्यसैलाई बाँडिदिनुहुन्थ्यो सब। अनि एउटा छेउ राख्नुहुन्थ्यो त्यहाँ, बस खतम। त्यस्तो हुनुहुन्थ्यो गुरुजी, प्रभात। असाध्यै उदार प्रकृतिको। हाम्रो डम्बरजी एकजना हुनुहुन्थ्यो, अहिले त उहाँ त स्वर्गीय हुनुभयो होइन। डम्बरजीले यत्रो सानो फोटो लिएर जानुभएको थियो गुरुजी कहाँ। ल गुरुजी, यो मेरो फोटो बनाइदिनु पो, मरेपछि सबले याद गर्नु, मेरो नाति नातिनाहरूले। हुन्छ हुन्छ भन्नुभयो। त्यहाँबाट त्यो डम्बरजीको त्यो स्केच गरिकन यत्रै फोटो थियो, अब त्यो गरेर इन्लार्ज गर्न पर्ने गुरुजीले बनाउनु भयो। त डम्बरजी जानुभयो, पैसा कति टक्राउँ गुरुजी भन्दाखेरि, ले जाऊ, पैसा पर्दैन, जानुहोस् मैले बनाइदिएँ। यस्तो कैयौँ मान्छेलाई, कसैको बाउको, कसैको आमाको, कसैको स्वास्नीको, विभिन्न किसिमका त्यो मैले हेरिरहेको छु। त्यहाँ गुरुजीले बनाइदिने फ्रीमा दिए। र कैयौँ यस्ता फोटो छन् जो मैले देखिरहेको थिएन, त्यो कैयौँ फोटो गायब छ त्यहाँ, अहिले पनि छैन त्यहाँ। कता छन् मैले त त्यो गर्नै सक्दिनँ कति फोटो बनाउनु पर्छ उहाँले। र गुरुजीको साथमा वाल्मिकी रामायणको एक बनाऊ गोविन्द भन्नु। वाल्मिकी रामायणमा चाहिँ जुन छ वाल्मिकीजीलाई, वाल्मिकीले लवकुशलाई चाहिँ रामायण शिक्षा दिन लागेको चाहिँ फोटो बना भन्नुभयो। ल ठिक छ, त्यहाँबाट फोटो बनाएँ मैले। यसमा ये मिला नहीं है, वो नाम नहीं है, यस्तो गर उस्तो गर भन्नुहुन्थ्यो। यस्तो गरेँ। त्यहाँबाट मेरो साथमा रहने एउटा हिरानाथजी हुनुहुन्छ र एउटा कुलानन्द गिरी भन्ने हुनुहुन्थ्यो। दुईजना चेलाहरू थिए, दुईजना चेला साथमा थियौँ। र 2 वर्षसम्म म आनन्दले बिताएँ गुरुजीसँग। एकपटक एउटा यस्तो घटना छ जो म भन्न सकिरहेको छैन, त्यो भन्दाखेरि मेरो आँखामा आँसु आउँछ। मलाई बिएको जाँच आइए त मैले यहीँबाट पास गरेँ, त्रिभुवन विश्वविद्यालयबाट, नेपालैबाट। र बिए पास गर्नको लागि मैले फारम भरेँ दिल्लीको, उहाँबाट चाहिँ आग्रा युनिभर्सिटीबाट। त गुरुजी मलाई आग्राको जाँच दिन छ भन्नुभयो। भनेर भन्नुभयो, त पाटन देवी आइज, त त्यहीँबाट चाहिँ म मिलाउँछु भनेर भन्नुभयो। त्यहाँबाट पाटन देवी गएँ। पाटन देवी गएपछि गुरुजीले त्यहाँबाट बैरागनाथजीलाई पठाउनु भयो साथमा। त्यहाँबाट डाक्टर धुनीनाथलाई चिठी के लेख्नु भइरहेछ उहाँले, उहाँ डाक्टर धुनीनाथ योगी चाहिँ हुनुहुन्थ्यो, विद्वान। चिठी चाहिँ मैले खोलेको थिएन के अरे, गुरुजी चित्रकार ने भेजा है, गुरुजी भेजा है भनेर दिए। पढो भन्नुभयो। मलाई पनि भन्नु भएन,
आफू पनि खोल्नु भएन, तुम ही पढ़ो। मैंने आपका चिट्ठी है गुरुजी, हम कैसे पढ़े? नहीं, मैं कहता हूँ खोलो। क्या के लेख्नु भयो त्यो गुरुजीले? गुरुजी आदेश आदेश, ध्वनिनाथ जी योगी जी महाराज, मेरा शिष्य गोविंद आपके पास आया है, उसको जांच दिलवा देना है, और जितना रकम लगे, जितना खर्च होए, उसको आप पैसा दे देना, जितना खर्च मांगे। मैं यहाँ से मनी ऑर्डर करके भेज रहा हूँ। त्यो चिट्ठी लेख्नु भइरहेछ हेर्नुहोस्। त्यो म सम्झिन्छु, अहिले पनि म मलाई कस्तो हुन्छ कस्तो हुन्छ। माता भिताले पनि गर्दैन त्यस्तो। त्यो चिट्ठी मैले पढ्न सकिरहेँ। राख्नु वो चिट्ठी, ठीक है, तुमको कुछ वो नहीं करना है, ठीक से बैठो, अपना परीक्षा दो, ये है जगह बैठा है। उहाँलाई मेरा शिष्य भन्ने बित्तिकै उनलाई थाहा भइगयो। त्यहाँबाट पछि गाना भजन यताउता। सोमबारको दिन गुरुजीले, ध्वनिनाथजीले श्रृङ्गार गर भन्नुहुन्थ्यो कि सोमबारको दिन शिवजीको त्यो श्रृङ्गार, त्यो उसको महादेवजी के तपाईँको थियो त्यहाँ शिवलिङ थियो। त्यहाँ त खाल्टोमा हुन्छ नि, इन्डियामा त शिवलिङ खाल्टोमा हुन्छ। त्यो शिवलिङको मैले चाहिँ ऊ गर्थे, श्रृङ्गार गरिदिन्थेँ। सोमबार, मङ्गलबारको दिन हनुमानजीको त्यो पहेँलो ऊ त्यो घिउमा तपाईँको सिन्दुर मिलाएर पोथेँ। त्यो काम मैले गर्थेँ, बडा खुसी हुनुभयो। अनि साँझ साँझ भजन गाउँथेँ। अरे तो रेडीमेड है ये, अच्छा तो सारा भिड भइगयो त्यहाँ त हेर्नुहोस् भजन गाउने बेलामा। सब यस्तै हारमोनियम दिए सब, और त्यहाँ त तबलसी त राम्रो छ। ओहो, आप नेपाल से आए हैं, ऐसा गाते हैं पूरा हिंदी जैसा। हिंदी भी अच्छा बोलते हैं, अलिपुर बोलते सब। कबीरदास जी को भजन और तपाईँको तुलसीदास जी को भजनहरू सब सुनाए त्यहाँ। सुनाउँदाखेरि त्यो मक्ख पऱ्यो, ओहो ऐसा आदमी। त्यो एउटा एडभोकेट थियो। अरे तुम यहीँ बैठो। त्यति बेलाको भजन हजुरलाई केही याद छ? मलाई किन छैन। एउटा भजन सुनाउ त, त्यति बेलाको भजन। बोलिसकेपछि हो बन्द हुनाले अनि बोल्ने एउटा भक्तले के गर्छ, भक्तले के गर्छ भनेपछि मर्ने बेलामा मलाई यस्तो होस्, उसको चाहना यसरी प्राण मेरो जाओस्। मर्ने बेलामा मेरो प्राण यसरी जाओस्। यसमा तबला बज्दैन। इतना तो करना स्वामी, जब प्राण तन से निकले, गोविंद नाम लेके तब प्राण तन से निकले। श्री गंगा जी का तट हो, श्री गंगा जी का तट हो, जमुना की वंशी बटो, श्री गंगा जी का तट हो, जमुना की वंशी बटो, मेरा सांवला निकट हो, जब प्राण तन से निकले, गोविंद नाम लेके तब प्राण तन से निकले। पीताम्बरी कसी भगवान कृष्ण को कल्पना करना चाहिए। पीताम्बरी कसी छवि मन में ये बसी हो, पीताम्बरी कसी छवि मन में बसी हो, होठों पे कुछ हंसी हो,
तब प्राण तन से निकले गोविंद नाम लेके तब प्राण तन से निकले उस वक्त जल्दी आना नहीं श्याम भूल जाना उस वक्त जल्दी आना नहीं श्याम भूल जाना राधे को साथ लाना तब प्राण तन से निकले गोविंद नाम लेके तब प्राण तन से निकले जब कंठ प्राण आए जब कंठ प्राण आए कोई रोग ना सताए जब कंठ प्राण आए कोई रोग ना सताए यम दर्शना दिखाए तब प्राण तन से निकले गोविंद नाम लेके तब प्राण तन से निकले एक भक्त की है अर्जी एक भक्त की है अर्जी खुद गर्ज की है कर्जी एक भक्त की है अर्जी खुद गर्ज की है गर्जी आगे तुम्हारी मर्जी तब प्राण तन से निकले गोविंद नाम लेके तब प्राण तन से निकले गोविंद नाम लेके तब प्राण तन से निकले कस्तो त्यस्तो बेलामा प्राण निक्लियोस् कहाँ जब कंठ प्राण आए कोई रोग ना सताए यम दर्शन ना दिखाए यमराज तो जानै सक्दैन कालको देउता कस्तो कल्पना हो वाह यस्ता यस्ता भक्त पनि निक्ले यसमा तबला चाहिने यो त सोधे गाउँदै तबलाको आवश्यकै छैन अनि त्यसपछि त्यहाँ गुरुसँग भएका क्षणहरू उहाँ गुरुसँग हजुरले जुन भजन कीर्तनहरू सुनाउनु भयो उहाँहरूले तपाईँको भजनबाट एकदमै प्रभावित हुनुभयो हजुरले अगाडि पनि बताउनु भएको थियो हजुरले त्यो भजनहरू सुनाउँदाखेरि हजुरका भजनबाट त्यहाँका महाराजहरू पनि महाराजहरू धेरै प्रभावित हुनुभएको त्यहाँका छिमेकीका टोलाका प्रभावित मन्दिरहरूका सबै भेला हुन्थ्यो थियो। त्यसका धेरै विषयमा दिनु- पनि थोरै हजुरले प्रश्न पारिदिनुहोस्। अब त्यसमा धेरै जसो उनीहरू नेपाली नबुझ्ने अब इन्डियनै गाना जसो धेरै जसो मन पराउने त मैले कबीरदासजीको भजन सुनाउँदै निर्गुण भजन कबीरदासजीको निर्गुण भजन छ जब बच्चा जन्मिन्छ त सब मानिसहरू खुसी मनाउन थाल्छन् हाँस्छन् त्यो बच्चा किन रोइरहेछ त्यसको अर्थै बुझ्दैन हामी खुसी मनाउँछौँ बच्चा जन्मेपछि कबीरदासजीले भन्नुहुन्छ यस्तो काम गर कि हामी खतम भएपछि अरू जाने रुँ त्यस्तो कर्म गर भन्नुहुन्छ
कबीरा 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 जब हम पैदा हुए जग से हम रोए ऐसी करनी कर चलो हमसे जग रोए हमसे जग रोए। यो मानिसको शरीर 2 दिन अघि भगवानले दिनुभएको छ तर मानिसले बुझ्दैन यो कुरा। यो चद्दर शरीरलाई चादर रूपी भन्नुभएको छ कबीरदासजीले। चदरिया चदरिया झीनी रे झीनी चदरिया झीनी रे झीनी अष्टकमल का चरखा बनाया 5 तत्व की भूमि पंचतत्वबाट शरीर बन्यो। अष्टकमल का चरखा बनाया 5 तत्व की भूमि 9-10 मास बुनन को लागे 9-10 मास बुनन को लागे दिन दिन मैली कीनी चदरिया झीनी रे झीनी। 9 महिनासम्म बच्चा घरमा बस्छ भन्नुहुन्छ। 9-10 बार आमाको पेटमा 9 महिनासम्म बस्छ। झीनी रे झीनी हे राम राम रस पीनी चदरिया झीनी रे झीनी। जब मोरी चादर बन घर आयो रंगरेज को दीनी। बच्चा जब ठुलो हुन्छ तो गुरुको पासमा जान्छ। आमा बाउले शिक्षा दीक्षाको लागि पठाउँछ भन्नुहुन्छ कबीरदासजी। जब मोरी चादर बन घर आयो रंगरेज को दीनी ऐसा रंग रंगा रंग लेने ऐसा रंग रंगा लेने लालो ही लाल कर दीनी चदरिया झीनी रे झीनी। हे राम नाम रस पीनी चदरिया झीनी रे झीनी। जब मोरी चादर बन कर आयो रंगरेज को दीनी। जब मोरी चादर बन कर आयो रंगरेज को दीनी ऐसा रंग रंगा रंग लेने लालो ही लाल कर दीनी चदरिया झीनी रे झीनी। अगाडि चेतावनी गर्नु दिनुहुन्छ कबीरदासजीले के भन्नुहुन्छ? चादर ओढ़े शंका मत करियो ये 2 दिन तुमको दीनी। चादर ओढ़े शंका मत करियो
मूर्ख लोग भेद नहीं जाने, मूर्ख लोग भेद नहीं जाने, दिन दिन मैली चीनी चदरिया चीनी रे चीनी, हे राम नाम रस बीनी चदरिया चीनी रे चीनी। अब यो चादर बोले सम्पूर्ण कविताजी हुनुहुन्छ। धुर प्रहलाद सुदामा न्योणी, धुर प्रहलाद सुदामा न्योणी, ध्रुव प्रहलाद सुदामा न्योणी, ध्रुव प्रहलाद सुदामा न्योणी, ज्यों की त्यों धर दीनी, ध्रुव प्रहलाद सुदामा न्योणी, ज्यों की त्यों धर दीनी। उनीहरूले त्यो चादर शरीर पाए, त्यो चादरलाई ध्रुव प्रहलादहरूले त्यो चादरलाई स्वच्छ राखे, तर हामीले त्यो यो शरीर रूपी चादरलाई फोहोर गर्दैछौँ। ध्रुव प्रहलाद सुदामा न्योणी, ज्यों की त्यों धर दीनी, ध्रुव प्रहलाद सुदामा न्योणी, ध्रुव प्रहलाद सुदामा न्योणी। दास कबीर जतन से ओढ़ी, दास कबीर जतन से ओढ़ी, ज्यों की त्यों धर दीनी चदरिया चीनी रे चीनी, हे राम नाम रस बीनी चदरिया चीनी रे चीनी रे चीनी रे चीनी। योगी प्रभातनाथजीको साथ सङ्गतले हजुरले पनि एकदमै भावुक स्वरमा आफ्नो गुरुलाई स्मरण गर्नुभयो। गुरु योगी प्रभातनाथजीको कृपा सधैँभरि हजुरको उसमा छँदैछ भन्ने कुरा यसले प्रमाणित गरेको छ। र विशेष त योगी प्रभातनाथजीको कुन कुन क्षेत्रमा चित्रकारिताका अलावा अन्य साङ्गीतिक क्षेत्रहरूमा पनि उहाँको हार्मोनियम लगायतका विविध क्षेत्रहरूमा उहाँको हो धेरै ज्ञान थियो, यसको बारेमा पनि केही प्रश्न पारिदिनुहुन्छ कि? गुरुजीलाई सङ्गीतमा पनि रुचि थियो र सङ्गीतका पुस्तकहरू पनि मलाई दिएर जानुभएको छ गुरुजीले। त्यो पत्रिका एउटा हाथरस सङ्गीत कार्यालय हाथरस मुद्राबाट प्रकाशित मासिक पत्रिका सङ्गीतको निस्किन्थ्यो। त्यो पत्रिका उहाँले अध्ययन गर्नुहुन्थ्यो, मलाई दिनुभयो। अब मेरो काम के नहीं है, अब इसको करो भनेर मलाई चाहिँ दिनुभएको छ। ती मसँग छ त्यत्तिकै ज्ञान सङ्गीतमा पनि उहाँको थियो। हो अभ्यास थिएन, अभ्यास जस्तो बुढो भइसक्नुभयो, औँला पनि हार्मोनियम बजाउनुहुन्थ्यो। उहाँले चाहिँ मालश्री रागमा असाध्यै मन पराउनुहुन्थ्यो गुरुजीले। यो नवदुर्गाको टाइममा हुन्थ्यो नि मालश्री। अनि गुजरातको एउटा गुजराती त्यो पनि एउटा मालश्री असाध्यै चाहिँ उहाँलाई मनपर्ने हाँ देवी तिङ भवानी बजाउनुहुन्थ्यो कि उहाँले। यो दसैँको टाइममा गाइन्छ, नवदुर्गाको टाइममा। र सानो म सुनाइदिन्छु। मालश्री आजभोलि गाउनु हुँदैन, त्यो वर्जित छ नियमअनुसार। दसैँको टाइम मात्रै गाइन्छ यो, होइन। मालश्रीमा चाहिँ उहाँको बडा लगन थियो र धेरै जसो उहाँले चाहिँ मसँग चाहिँ
के भन्नुहुन्थ्यो भनेपछि यो अरे बरसात के टाइम हो रहा है तो राग जो है मेघ मल्हार जो है गाओ, मेघ मल्हार से पानी बरसता है भन्ने। तो मैले भने कि गुरुजी अब मेघ मल्हारमा त अब त्यति म पोख्त त छैन, तर मलाई आएको कुरा म भन्छु। यसमा के छ कोमल निसार सुधिनासा दुसै लागेछ यसमा यही छ खासियत आई बदरुवा भनेको बादललाई भने सुनाउँथे गुरुजीलाई हल्का त्यो मार्सेरी एक दुई लाइन एकदम छोटो जो गुरुलाई मन पर्थ्यो नि त्यो एक दुई लाइन गुरुलाई मन पर्ने Marini
छ अघि पछि गाउँलाई होइन। तर अब एउटा नमुना मात्र दिएको मात्रै हो। चित्रकार प्रभातनाथजीका उत्तरार्धका समयहरूमा के कसरी उहाँका समयहरू व्यतीत भए यसको विषयमा केही प्रकाश पारिदिनु। उत्तरार्धको समयमा गुरुजीले धेरै यहाँ पहिले सुरुमा त बच्चाहरूलाई जो शिक्षा दिनुभयो, आर्टको शिक्षा कमेरो माटोबाट दिनुभयो सुरुवात गरेको। पछि गर्दा गर्दा आयल पेन्टमा सुरु भयो र उहाँका चेलाहरू थुप्रै छन् यहाँको लाइनमा। र उहाँले एउटा के भन्नुभयो भने चाहिँ आर्ट चाहिँ यति विचार गर, पोइन्टबाट सुरु हुन्छ तिम्रो आर्ट र पोइन्टमै समाप्त हुन्छ। पॉइंटबाट पॉइंट से शुरू होता है और पॉइंट में समाप्त होता है। भन्नुहुन्थ्यो कि हाम्रो आर्ट जो है क्या है, आर्ट पॉइंट से शुरू होता है। जस्तो पॉइंट गर्दा त्यहाँबाट आर्ट सुरु हुन्छ नि त। स्ट्रेट लाइन हुन्छ, स्ट्रेट लाइनमा यसरी गर्दा त्यो गर्नुभयो। र अर्को कुरा सबैलाई के सम्झाएर जानुभयो भनेपछि हेर यो आर्टबाट तिमीहरूले चाहिँ नै यो सिकेपछि तिमीहरूलाई चाहिँ नै दुःख हुँदैन, यसो सम्झाउनुहुन्थ्यो कलाकारहरूलाई, बच्चाहरूलाई। र उहाँको देन हामीले अविस्मरणीय छ र उहाँका जो दिएर जानुभयो हामी उहाँको धेरै ऋणी छौँ। दाङ घोडाई त पुरै ऋणी छ, उहाँको कलाकारहरू ऋणी छन्। त्यो कहिले ऋण गुरु ऋण हामीले चुकाउन सक्दैनौँ। उहाँले यस्तो यस्तो चिज सिकाएर जानुभएछ कि मूर्ति भी जो है मतलब तुम सीख सकते हो तो वो भी सीखो भन्नुहुन्थ्यो हामीले। त हरेक जना अलराउन्डरै हुनुहुन्थ्यो क्या उहाँ। त त्यस्ता कुराहरू जो आज कैयौँ उहाँले गर्दाखेरि कैयौँ आफ्नो जीविका पालेर आफ्नो चाहिँ कलाकारहरू आफ्नो जीवनै पालिरहेछन्। कैयौँ गरिब दुखी थिए, गरिब दुखीलाई धेरै सिकाउनुहुन्थ्यो उहाँले, जसले केही छैन तर अहिले तिनीहरू माथिल्लो स्तरमा पुगिसकेछन्। ती कलाकारहरू अहिले प्रभातनाथजीको नाम तिनले लिइरहेछन्। उहाँले बीज मन्त्र उहिले सिकाएको आर्टको बीज मन्त्र उहीँबाट हामीले सिकेको। आज हाम्रो यो स्थिति थियो, पहिले अर्कै स्थिति थियो र उत्तरार्धमा उहाँले दिएर धेरै कुराहरू बच्चाहरूलाई दिएर जानुभएको छ र उहाँको देन अविस्मरणीय छ। र आज हाम्रो उहाँ माझमा हुनुहुन्छ, माझमा नभएपछि अशरीरी हुनुहुन्छ तर हाम्रो मनभित्र बाहिर जान सक्नुहुन्छ। ओम आदेश आदेश, यति मलाई भन्न छ। अब समाप्त छ।